वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु छैन केही चढाउँछु यो मन इन्द्र कमल फुल यो पापी संसारमा परेर नभुल यो पापी संसारमा परेर नभुल के चढाउँ भन के चढाउँ भन छैन केही चढाउँछु यो मन इन्द्र कमल फुल यो पापी संसारमा परेर नभुल पापी संसारमा परेर नभुल। लो हो कि होइन संसारको बन्धन टुटोस् बन्धन टुटोस् प्रभु तिम्रो सम्झना नछुटोस् इन्द्र कमल फुल यो पापी संसारमा परेर नभुल। जलमा हरि तर दर्शन पाउँ मैले कसरी इन्द्र कमल फुल यो पापी संसारमा परेर नभुल यो पापी संसारमा परेर नभुल। तिम्रो दर्शन पाको छैन मैले कुन मन्दिर नथाको इन्द्र कमल फुल यो पापी संसारमा परेर नभुल यो पापी संसारमा परेर नभुल। दर्शन पाको छैन मैले कुन मन्दिर नथाको इन्द्र
महादेव 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 भवै भवै पापी संसारमा परेर नभुल यो पापी संसारमा परेर नभुल हरि बोल राधे संसारमा परेर नभुल यो पापी संसारमा परेर नभुल यो पापी संसारमा परेर नभुल यो पापी संसारमा परेर श्री श्याम सुंदर भगवान को जय हो नराम्रो लिने भयो के भयो मान्छे कोही छैनन् देश विदेश गएर यहाँ खासगाममा मान्छे गर्ने मान्छे नै हुनुहुन्छ सबैजना उता अब एउटै बनाएर हुन्थ्यो नि त्यो के पिठोको भन्नु यहाँ पकाएर हेरेर ल्याइदियो पिठो पनि छ हाम्रो जम्मै काट्दिनु जम्मै जम्मै काट्ने नै पर्छ भने पानी हो कि त्यो हाम्रो माइत छ काठमाडौँ भन्छु निकै रमाइलो सबै धेरैजना छन् दिदीबहिनी रमाइलो भाइ बुहारी हुन्छ रमाइलो हुन्छ अब के गर्नु पहिलोपल्ट खिच्यो होइन बिग्रियो यहाँ चाहिँ हर हर महादेव जप्पू हर हर महादेव जप्पू हर हर महादेव जप्पू हर हर महादेव महादेव कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेन्द्र हारम
जहाँ जाऊँ तू मेरे साथ है। जपूं मैं हरदम नाम तेरा, सुबह शाम लूं नाम तेरा। जपूं मैं हरदम नमः पार्वती पते हर हर महादेव। नमामि शमीशान निर्वाण रूपं विभुं व्यापकं ब्रह्मवेदस्वरूपं निजं निर्गुणं निर्विकल्पं निरीहं चिदाकाशमाकाशवासं भजेऽहं निराकारमोङ्कारमूलं तुरीयं निराज्ञानगोतीतमीशं गिरीशम्। हर हर महादेव शंभू, हर हर महादेव शंभू, हर हर महादेव शंभू, हर हर महादेव महादेव, हर हर महादेव शंभू, हर हर महादेव शंभू, हर हर महादेव शंभू, हर हर महादेव। शंभो शिव शंभो नमो नमः। शिव शंभो नमो नमः। शिव शंभो नमो नमः। शिव शंभो नमो प्याकेट के छ हेरेर आमाले फोटो खिचेर यसो हेर्नु मसँग मैले पकासी सेल भन्ने पाइन्छ एक फोटो बिहानभरि रोटी पकाएँ एउटा फोटो आएन 11 बजी क्या फोटो आउने टाइममा आउनुपर्छ नि त अँध्यारोमा कहाँ फोटो क्लियर आउँदैन नि त कहाँ आउँछ त अँध्यारोमा कति म फोटो आउँछु
अरू फेरि के कारण लाल लगाइहाल्छ नि त्यस्तो गरेर कहाँ हुन्छ बसिरहेको 5 बजे आराम कतिसम्म पकाएको म भन्दैन 11 बजीसम्म पकाएको केही भन्ने सिटीको हरे ओम मा खाने हो अब हरे ओम मा धीम च धन च ध्वनि ओम मा उग्रश्च भीम च धन च ध्वनि च सा स्वभाव सा वेगवा च विक्षिपः स्वाहा अग्निगोलिदयेन ईशानं मन्युना महादेव मन्त्रः तत्सवेदो गन्धेव मञ्जुना वसिष्ठनो श्रीकेन गोस्याभ्यं माउद्रत्वहितेन रोपतेन रध्वन्त्रोपक्रीडेन मरुतो फलेन साध्यं कमुदा भवस्तिकण्ठगोरुकस्यां सह पारब्रह्मः देवस्य जगस्य वस्य वस्तेन कल्पन्तां मा प्राणसमेत प्राणसमेभ्यानसमे सुसमे चित्ताञ्चम आदित्ताञ्चमे वाञ्चमे मनसमे श्रोत्राञ्चमे दक्षसमे बलाञ्चमे स्नेन कल्पन्तां बृहस्पतिर्देवतेन्द्रो देवता वरुणो देवता ओम शान्ति पृथिवी शान्तिरापः शान्तिर्भूतयः शान्तिः वनस्पतयः शान्तिर्विश्वेदेवाः शान्तिरेव शान्तिः सामा शान्तिरेति ओम सद्यो जातं प्रवर्ध्यामि सद्यो जाताय वे नमो नमः भवे भवेनान्येनाध्याय तदुना जलाय श्लोकाय सुदस्ताय स्वयंज्याय विश्वानि देव सवितर्तानि परास भवन्तन्नः सुभदेवः शान्तिरन्तर्जगो शान्तिः पृथिवी शान्तिरापः शान्तिरोगः शान्तिर्देवाः शान्तिः सामा शान्तिः ओम सर्वे कामा एकवेदाना गुरुचोद्यसामवेदवेदाना ओम शान्तिः 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 सुशान्तिर्भवतु सर्वशान्तिर्भवतु ओम नमः पार्वतीपतये हर 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 महादेव ल बाबु यो पुस्तक त तर जल चढाउँछु जौती बाबुसँगै हैन ए राख्दियौ जलेको माछ जल चढाउनु बाबु उयो हुन्छ चढाउनु जौती यहाँ छ तलमा छोइहालिसिम भयो हजुर जनहरू उठाउने होइन है हैन हुन्छ अब के चढाउँदा जौती फुल ल थोर लगाऊ भने है भगवानमा चढाउने अक्षता के एकदमै भन्दा त्यो आइगयो मात्र चढाउने मम्मी ओइ बाबु दे बाबु त्यस्तो बुद्धि होइन बुद्धि देउतालाई चढाउँछ फुलको पात अब भयो के उठ्छ त यसलाई सुताइहाल्नु बेलपत्र सही तबे मने यस्या प्रभावमखिलं नैवे दधाता लोभा हरिर्नगिरिशो नैता पिनन्ता ॐ संसकावितते किमुतन्यदेवा गौरं करुणावतारं संसारसारं भुजगेन्द्रहरं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि यत्कामिनी केलिकलापकुण्ठित कामो तस्मै श्रीहरि शरणं भूतैर्मद्भिरेयैमा पुरो विभो निर्माय शेतेदमो सुपुरुष भूते गुणानुषोडशोडशात्मक शूलं विशिष्ट भगवान् बतांसि मे यस्वानुभावमखिल सुखिसारमेका मध्यात्मतिमतिकीर्तिर्शतां तमोन्धं संसारिणां करुणया पुराणभूयं तं व्याससूनुपया विपुलं मुनीनां सर्वन्तिका बकुलतम् इमां पुष्पाणि मनोहराणि सुरासुरामतिदुरे लवाणि
कल्पद्रुमादि द्रुमदानि तानि पुष्पाञ्जलिर्मे तु सुखाय सहित साम्ब सदा शिवाय नमः। यो तपाईँ भगवान्ना नमस्कार। आज विसर्जन हुन्छ त्यति बेला खान्छ नखाऊ पेट भरि खायो खाऊ यो किन हो भन्दा यो राखेर तल तल बाबु तल राख तल राख एउटा काँडै गएर यो सन्जी भाइ भेट्यो के सन्नी भान्जा सन्जीव पनि मेरो साथी कसरी मनाउ शिवलाई शिव मान्दैनन् कसरी मनाउ शिवलाई शिव मान्दैनन् कसरी मनाउ शिवलाई शिव मान्दैनन् फुलको माला शिव लाउँदैनन् फुलको माला शिव लाउँदैनन् सर्पको माला मैले कहाँबाट ल्याऊ शिव मान्दैनन् कसरी मनाउ भोलेलाई भोले मान्दैनन् धोती र कुर्ता शिव लाउँदैनन् धोती र कुर्ता शिव लाउँदैनन् बाघको छाला मैले कहाँबाट ल्याऊ शिव मान्दैनन् कसरी मनाउ शिवलाई शिव मान्दैनन् टीका र चन्दन शिव लाउँदैनन् टीका र चन्दन शिव लाउँदैनन् खरानी भस्म मैले कहाँबाट ल्याऊ शिव मान्दैनन् कसरी मनाउ भोलेलाई भोले मान्दैनन् बाँसको लौरो शिव टेक्दैनन् बाँसको लौरो शिव टेक्दैनन् त्रिशूल डमरू मैले कहाँबाट ल्याऊ शिव मान्दैनन् कसरी मनाउ शिवलाई शिव मान्दैनन् जुत्ता र चप्पल शिव लाउँदैनन् जुत्ता र चप्पल शिव लाउँदैनन् काठको खराउ मैले कहाँबाट ल्याऊ शिव मान्दैनन् कसरी मनाउ शिवलाई शिव मान्दैनन् मोतीको माला शिव लाउँदैनन् मोतीको माला शिव लाउँदैनन् रुद्राक्ष माला मैले कहाँबाट ल्याऊ शिव मान्दैनन् कसरी मनाउ शिवलाई शिव मान्दैनन् बिल्डिङ र महलमा शिव बस्दैनन् बिल्डिङ र महलमा शिव बस्दैनन् कैलाश पर्वत मैले कहाँबाट ल्याऊ शिव मान्दैनन् कसरी मनाउ भोलेलाई भोले मान्दैनन् चुरोट र खैनी शिव खाँदैनन् चुरोट र खैनी शिव खाँदैनन् गाजा
शिव मान्दैनन् कसरी मनाउ शिवलाई शिव मान्दैनन् मोटर र कारमा शिव चढ्दैनन् मोटर र कारमा शिव चढ्दैनन् साँडेको वाहन मैले कहाँबाट ल्याऊ शिव मान्दैनन् कसरी मनाउ भोलेलाई भोले मान्दैनन् कसरी मनाउ शिवलाई शिव मान्दैनन् कसरी मनाउ भोलेलाई भोले मान्दैनन् कसरी मनाउ शङ्करलाई दुईटा पुग्यो भने त्यहाँ दुईटा छोरै छ एकपट्टि मात्र नगर्नुहोस् एकैचोटि गर्नुहोस् भन्छ तपाईँलाई हेर्नु पऱ्यो भने तपाईँले पुरै हेर्ने रिसा जस्तो गरी यस्तो किन फड्के हेर्नु यहाँ हेर्नु पऱ्यो यसरी हेर्नु होइन त्यो चाहिँ पहिलाको रुढीवादी हो कि सिन्दुर चाहिँ यो काम लाग्छ ल सबै प्रकार पनि हो काम पनि लाग्छ हरि ओम पशुपतिनाथको पूर्व ढोका लागे झुलके घाम भित्र बस्ने पशुपतिनाथ बाहिर बस्ने राम पूर्व दिशा जाम्बानी हरि हरि सूर्य उदाउने पूर्व दिशा जाम्बाने 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 जाम्बाने सूर्य उदाउने पूर्व दिशा 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 जाम्बाने हे भगवान सूर्य उदाउने पूर्व दिशा जाम्बाने हरि हरि पनि धेरै मरे हाल्नु विकारहरू त्यो फाकै जानिन्छ त्यो कसरी जान्छ भने नि अहिले हाई प्रोफाइलमा बसेको तथाकथित म हुँ त्यो नमस्कार गर्दा नि नमस्कार नफर्काउने खालको उहाँहरू बसेका सधैँभरि त्यस्तै बसेका हुन्छ अनि त्यसपछि एकजना छैन यो खालि के भन्छ पशुपतिनाथको पश्चिम ढोका
ओंकार लेखेका भित्र बस्ने पशुपतिनाथलाई नरले देखेका पश्चिम दिशा जाम भने हरि हरि बरुड बसेका पश्चिम दिशा जाम भने 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 हे भगवान बरुड बसेका पश्चिम दिशा जाम भने हरि 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 ओम पशुपतिनाथको उत्तर ढोका शिवको शालिका भित्र बस्ने पशुपतिनाथ जगतका मालिका